नमस्ते साथीहरू, आज हामी कोरियन भाषाको दोस्रो दिनमा छौँ र जसमा चाहिँ हामी भवेल साउन्ड स्वर वर्ण पढ्न जाँदैछौँ, जसमा दुईवटा भागमा बाँडिएको छ। सिङ्गल भवेल साउन्ड र डबल भवेल साउन्ड, जसमा एकल स्वर वर्ण र मिश्री स्वर वर्ण गरी दुई भागमा बाँडिएको छ। र एकल स्वर वर्णमा 10 वटा अक्षर पढ्नुपर्ने हुन्छ भने डबल भवेल साउन्डमा चाहिँ 11 वटा अक्षर पढ्न पर्ने हुन्छ। टोटल गरेर हाम्रो 21 वटा अक्षरहरू पढ्नुपर्ने हुन्छ। सबैभन्दा पहिले आज हामी सिङ्गल भवेल साउन्ड पढ्न जाँदैछौँ, जसमा चाहिँ सबैभन्दा पहिले गोलो चिन्ह बनाउने, त्यसपछि धर्का तान्ने र ठाडो धर्का तान्ने र सिधा धर्का तान्ने, जसलाई हामी आ भन्छौँ। दोस्रोमा फेरि गोलो बनाउने, सिधा धर्का तान्ने, ठाडो धर्का तान्ने र दुईवटा सिधा धर्का तान्ने, जसलाई हामी या भन्छौँ। फेरि तेस्रो नम्बरमा आएर गोलो बनाउने र सिधा धर्का तान्ने र उल्टोपट्टि सिधा धर्का तान्ने र जसलाई हामी अ भन्छौँ। फेरि चौथो नम्बरमा आएर गोलो बनाउने, सिधा धर्का तान्ने र ठाडो धर्का तान्ने र दुईवटा सिधा धर्का तान्ने, जसलाई हामी के भन्छौँ? य भन्छौँ। ठ्याक्कै यसको विपरीत य, याको विपरीत य। र फेरि पाँचौँ नम्बरमा आएर गोलो बनाउँछौँ र यस गोलोमा तलबाट हामी सिधा धर्का ठाडो धर्का तान्छौँ र तल सिधा धर्का तान्छौँ, जसलाई हामी के भन्छौँ? ओ भन्छौँ। फेरि 6 नम्बरमा गोलो बनाउँछौँ र सिधा धर्का दुईवटा तान्छौँ, ठाडो धर्का दुईवटा तान्छौँ र तल सिधा धर्का तान्छौँ, जसलाई हामी के भन्छौँ? यो भन्छौँ। फेरि 7 नम्बरमा गोलो बनाउँछौँ, ठ्याक्कै त्यसको विपरीत उल्टो, ओको विपरीत उल्टो सिधा धर्का तान्छौँ र ठाडो धर्का तलपट्टि ठाडो धर्का तान्छौँ, जसलाई हामी के भन्छौँ? उ भन्छौँ। फेरि 8 नम्बरमा गोलो बनाउँछौँ, सिधा धर्का तान्छौँ, ठ्याक्कै योको विपरीत तल ठाडो धर्का तान्छौँ, जसलाई हामी के भन्छौँ? यु भन्छौँ। यु भन्छौँ। फेरि 9 नम्बरमा आएर गोलो धर्का तान्छौँ र माइनस जस्तो ड्यास चिन्ह लेख्छौँ, जसलाई हामी के भन्छौँ? उ भन्छौँ। यसको उच्चारण उ। फेरि 10 नम्बरमा आएर गोलो र सिधा धर्का, जसलाई हामी इ भन्छौँ। इ त भए 10 वटा एकल स्वर वर्णको 10 वटा अक्षरहरू।